यो चाहिँ मैले इन्डियाबाट ल्याएको चामल हो होइन। यो चामल उसिना बासमती भनेर लिएर आएको प्लास्टिकको परेछ है। यो यसरी उयो गर्दाखेरि नै जस्तै साह्रो हान्दाखेरि पनि केही पनि हुँदैन के। अनि यो हातमा टाँसिने हुँदो रहेछ, च्याप च्याप हुँदो रहेछ हो। यो हातमा यसरी टाँसिन्छ, अरू चामल टाँसिँदैन है, यो पुरा टाँसिने। अनि मैले चाहिँ उसिना बासमती पेटको लागि राम्रो हुन्छ भनेर खानुको लागि लिएर आएको। प्लास्टिकमा परेछ यो चामल खाएपछि। राति सुत्दाखेरि पेट पुरा दुख्ने घोच्ने भयो। अनि हिजो राति चाहिँ मरिन्छ जस्तै भएको थियो। चामल बिहान उठेर भात खान भन्दा मैले चेक गरेको प्लास्टिकको रहेछ यो। यहाँबाट हान्दा नि केही हुँदैन हो। जति हान त्यति उयो हुन्छ यो केही पनि हुँदैन है। यो जति उयो गर्दा नि केही नहुने। यो चामल प्लास्टिकको परेछ, त्यही भएर मैले चाहिँ अब तपाईँहरूलाई पनि भनेको, तपाईँहरू इन्डियाबाट लिएर आउनुहुन्छ होला होइन। तपाईँहरू पनि विचार गर्नु, यो महँगो खालको चामल किनेर यो बेल्नु जस्तो छ यो प्युर यस्तो न्याच हुन्छ। यो चाहिँ अहिले यो सुकेको चाहिँ प्लास्टिक जस्तो हुँदो रहेछ होइन। हातमा पुरा टालिन्छ गम जस्तो, जाँदैन। यो जानुको लागि पनि उयो गर्नुपर्छ। अनि यो चामल चाहिँ फेरि हो, यो चामल चाहिँ मैले ल्याएको थिएँ पेटको लागि खानु पर्यो भनेर होइन। अनि आज इन्डिया गएँ, इन्डिया गएर आउँदाखेरि यो खालको डल्लो छ हो। यो यस्तरी केही हुँदैन है। यो हो जति सरो हान्दा नि केही पनि नहुने चामल यो है यस्तरी। अनि त्यही भएर भान्सातिर सोधेको हामीलाई थाहा हुँदैन। यो चाहिँ नगरपालिका प्रमुखले बिल बनाइदिएको हुन्छ कागजहरू भन्दै थियो। यो ब्रान्डको चामल चाहिँ पुरै नेपाल आउँदो रहेछ होइन, अब बासमती भनेर। तर मैले त्यो दोकानदारलाई चाहिँ अब के भनेन, किनभने अब उसको गल्ती होइन, उसलाई नि कहाँबाट आएको होइन। अनि त्यही भएर यो चामल चाहिँ अब सरकार विशेष हाम्रो नगर प्रमुख यो दुबर बासमती भन्ने छ हो। अनि यहाँ चाहिँ के छ, रन्जित लेखेको रहेछ होइन। यो बासमती चामल चाहिँ प्लास्टिकको आउँदो रहेछ, प्लास्टिकको आउँदो रहेछ है। यता पनि त्यही छ, प्लास्टिक इन्डियाबाट लिएर आएको। म चाहिँ रिटर्न गर्दैछु होइन। त्यही भएर तपाईँहरू पनि खाँदो रहेछ नेपालमा। यो बोरा मैले देखिरहेको हुन्छु, दिनमा 1000, 1200, 1500 बोराहरू आइरहेको हुन्छ। सजग रहनु होला यस्तो प्लास्टिक खाएर। मैले 3 दिन लगातार खाँदाखेरि त तर मेरो पेटको बिरामी पोल्दिङ नै थियो, प्यारेसको बिरामी म। यसले मलाई यस्तो असर गर्यो भने तपाईँहरूलाई कस्तो असर गर्छ भने यस्तो यहाँ नै यो यत्रो माथिबाट हाल्दा नै केही हुँदैन। यो प्लास्टिकको चामल झापातिर पनि भित्रिँदो रहेछ। जीवनमा पहिलोचोटि किनेर खाएको पेटको लागि भनेर यस्तो भयो हरामी हो। इन्डियाले अनि बासमती चामल भनेर प्लास्टिकको चामल बेच्दो रहेछ। सजग रहनु होला सबैजना। र नगर प्रमुखको ध्यान आकर्षण भयोस् यो विषयमा है। त्यो बोर्डरमा चेक गरे जस्तै त्यो चामलहरू ल्याउँदाखेरि चेक गरोस्। यसले गरिब जनता दुखीहरूलाई र सहरमा बस्ने धेरै जनताहरूले यस्तो चामल खाँदाखेरि किडनीको समस्यादेखि लिएर हरेक समस्याहरू हुनसक्छ। कुखुराले नि मजाले खान सक्दैन त्यो, कुखुराले खाँदा नै गुड्किन्छ भनेपछि विचार गरौँ न, फुट्दैन हो। अनि त्यस्तो चामल छ।